सो हेलो गाइस वेलकम ब्याक टु माई भ्लग धेरै पछि भ्लग बनाइरहेछु सो गाइस होइन म चाहिँ अहिले कता हिँडेको भन्दाखेरि म अहिले चाहिँ यसो तलतिर घुम्नु पर्यो भनेर हिँडेको होइन गाइस तल अब चत्रामा चाहिँ अब हाम्रो गाउँदेखि पर्ने भनेको चत्रै हो त्यहाँ तल केटाहरूले मलाई पर्खिरहेछ अरे हो सो गाइस होइन आज चाहिँ म धेरै पछि आजदेखि चाहिँ म भ्लग बनाउन सुरु गर्दैछु भन्दाखेरि म त्यो मेरो अहिले यो जुन चाहिँ पोस्ट गरेको छु यसमा मैले पहिला पनि भ्लग चाहिँ बनाएको थिएँ होइन अब पहिला पनि भ्लग चाहिँ बनाउँदै गरेको थिएँ तर निरन्तरता दिन सकेको थिएन सो गाइस अब चाहिँ म निरन्तरता दिने नै छु सो त्यसैले मलाई सपोर्ट गर्दै गर्नु होला अहिले चाहिँ म यहाँ कहाँ पुगेछु भने हाम्रो गाउँको यहाँ माथि यो जुपाग्री डाँडा भन्छ यो डाँडामा छु यहाँ पर डाँडादेखि चाहिँ भ्यू देखाउँदाखेरि राम्रो हुन्थ्यो म सायद यो अब घर फर्किँदै गर्दाखेरि म यो भ्यू पनि देखाइदिन्छु होइन अलिक दिनपछिको सो चाहिँ होइन अनि अब यसो सोच्नुहुन्छ होला होइन यो भ्लग बनाउँदै गरेको भाइ किन चाहिँ बनाउनु छोडेको भनेर सोच्नुहुन्छ होला होइन अब म भ्लग चाहिँ किन बनाउनु छोडेको भन्दाखेरि अब त्यतिखेर मसँग डिभाइस पनि राम्रो थिएन अनि त्यसपछि मैले त्यत्तिकै फेरि 1-2 वर्ष जति होला मैले फोन चलाइनँ किनिनँ अनि यो चाहिँ मैले भर्खरै नयाँ फोन लिएर त्यसपछि म अब यता घुम्ने बेला आइसक्यो घुम्दाखेरि चाहिँ म चलाउनु अब भ्लग बनाउनु सुरु गर्नु पर्यो भनेर चाहिँ खासमा मैले त्यतिकै भ्लग पनि बनाएको थिइनँ होइन अब त्यसले गर्दाखेरि चाहिँ हो क्या मैले खासमा भ्लग पनि अलिकति बनाउनु छोडेँ मेन कुरा त डिभाइस नभएर हो होइन अनि त्यसले गर्दाखेरि सबैभन्दा मेन कुरा अनि हेर्न सक्नुहुन्छ यहाँदेखि हाम्रो भ्यू कस्तो देखिन्छ र होइन अब डिभाइसको क्यामेरा राम्रो पनि छैन अनि यो हाम्रो गाउँको बाटो चाहिँ फेरि यस्तो छ क्या अब पानी पऱ्यो कि अलिअलिमै बिग्रिहाल्ने खालको छ त्यसैले अब यहाँ पनि भिड भत्किएको रहेछ यहाँ पर साँच्चै देखाउनै बिर्सिगएँ म अर्को कुरा बोल्दाखेरि नै मैले बिर्सिगएँ अनि यहाँदेखि अब लगभग म भर्खर घरदेखि हिँडेको भनेपछि म चत्रा चाहिँ अब लगभग त्यस्तै कति भने 1 घन्टा अहिले 7 बज्यो सायद 8 बजेतिर म पुग्छु होला अनि अब एक्लै छु यहाँ बाटोमा साथीहरू यता भेट्यो भने चाहिँ अब साथीहरूसँग गफ गर्दै झरिन्छ नत्र भने म एक्लै नै झर्छु सो होइन अब यहाँ भ्लग बनाइसकेपछि अब डाइरेक्ट चत्रामा सुटिङ सो गाइज होइन अब अघि नै मैले चाहिँ चत्रा पुगेर बनाउँछु भनेर सोचिरहेको थिएँ अहिले चाहिँ म बाङ्गे पुगिसकेँ होइन त्यो अब मैले बनाउँछु भन्दाखेरि मैले चाहिँ बिर्सिहालेँ क्या अब त्यति साह्रो मलाई भ्लग बनाउने त्यति साह्रो अहिलेसम्म जोस चलेको छैन भने अब के कस्तो चलेको छैन थाहा भएन तर अब यहाँदेखि अब हामी यहाँ तल रुद्राक्ष खोज्दै आइसकेको छौँ यहाँ तल सो गाइज हामी चाहिँ होइन अब यता बाङ्गेदेखि चक्रगढीतिर हिँडिसक्यौँ अब बाङ्गेदेखि चक्रगढीतिर हिँडिसक्यौँ तर उता बाटो पो कस्तो रहेछ हो त्यो भातको चुली त्यो कुन चाहिँ मुभीमा हो नि त्यो माग्ने बुढाले खाए जस्तो त्यस्तो चुली बनाइरहेको रहेछ यहाँ तल चाहिँ पुरै यस्तो छेउछेउमा लगाइरहेको रहेछ सायद रोडको यसो निर्माण हुँदै होला होइन अब केटा बोट पनि हेर्दै हिँड न यार केटा हो यतातिरको घरहरू त्यति साह्रो गाउँघरको जस्तो रहेछ गाउँघरकोतिर जस्तो नि पुरै यस्तो घर पनि बनाए पुरै घरहरू रहेछ मासतिर त्यही गाउँतिर पाइन्छ नि त्यो पुरानो घरहरू त्यस्तो टाइपकोहरू रहेछ
कति पेन्ट नगरेकोहरू अब यस्तै घर भयो भने हामीसँग चाहिँ छैन होइन केटा हो केटी हो होइन चक्रघटीदेखि हामी बाङ्गेतिर हिँडिसकेको होइन अब देख्न सक्नुहुन्छ हामीलाई यहाँ अब यहाँ केटाहरू पनि यता अलिकति खोइ के कस्तो छ अलिक हाँसिरहेछ खुसी छ होइन